नमस्कार, 안녕하세요. आउनुहोस् आज हामी योगका छैठौं पाठको आरु इल्क्वा दैनिक क्रियाकलाप अथवा आरु भनेको पूरा दिन भन्न खोजिएको हो। पूरा दिन भनेर यसलाई 24 घण्टा अन्तर्गतको दिन भनेको भयो। इल्क्वा भनेको चाहिँ दैनिकी पूरा दिन, पूरा 24 घण्टे दिनमा गरिने क्रियाकलापको दैनिकी भन्न खोजिएको छ। यस पाठ को चाहिँ हामी आज मुन्ब व्याकरण भयो, फारम उच्चारण भयो र टिप्स सुझावहरूलाई पढ्ने बुझ्नेवाला छौं। सबैभन्दा पहिला हामी मुन्ब व्याकरण 1 लाई हेरौं। व्याकरण 1 मा बनिदा सुम्निदा या बनिका सुम्निका भन्ने बारे दिएको छ। यसलाई हामीले बेसिक पढ्दै गर्ने क्रममा नै VST मा लागेर यसको अर्थ छ, छु, छौं, छिन, छन् भन्ने अर्थ हुन्छ भनेर पढे बुझिसकेका छौं। एउटा बयान गर्नको लागि छ, छु, छि, छौं, छन् भन्ने हिसाबले अर्को सोध्नको लागि, प्रश्न गर्नको लागि पछाडि क्वेशन पनि छ। क्वेशनमा छ, छु, छौं, छिन, छन् भन्नको लागि पनि प्रयोग हुन्छ भनेर दिएको भयो। बाँकी व्याख्या के गरेको छ यसलाई हेरौँ एकचोटि। बनिदा सुम्निदा नुन, यो अगाडि दिएको लाइनले चाहिँ सधैँ के जनाउँछ भने अगाडि VST मा लाग्ने हो यो भनेर देखाएको भयो है। यो लाइन जुन अगाडि आउने गर्छ, अगाडि आउँदाखेरि सधैँ त्यसभन्दा अगाडि VST हुन्छ है भन्ने कुरालाई हामी बुझ्न सक्छौं। बनिदा सुम्निदा चाहिँ क्रिया विशेषणमा लगाई, क्रिया विशेषणमा लगाई ख्यक्सिकजक सामाङ्य छ। औपचारिक परिस्थितिमा थुन्नन सारामल नोफिम्यान छ। सुन्ने मान्छेलाई उच्च बनाउँदै आदर गर्दै, सुन्ने मान्छे भन्नाले जो बोल्ने व्यक्ति छ उसले चाहिँ बनिदा सुम्निदा लगाएर बोल्दै गर्दा सुन्ने मान्छेलाई आदर गरेको भाव महसुस गराउने भन्न खोजेको हो। नोफिम्यान छ उच्च गराउँदै अथवा आदर गर्दै। अत्तन सासिरे देहे कुनै सत्यता बारे, आफूले बोल्न लागेको कुरा यो छ, त्यो छ, यस्तो छ, उस्तो छ भनेर बोल्दै गरेको कुरा चाहिँ सत्य, बोल्दै गरेको कुराको सत्यता बारे, यथार्थ बारे छौंजुङ हागे विनम्र हुने गरी विनम्रतासँग ससुर हाल्थे। बयान गर्ने बेला, वर्णन गर्ने बेला सायौं हन्दा प्रयोग गरिन्छ भनेको भयो। छौंजुङ हागे छिल्मुन हाल्थेनन्, विनम्र हुने गरी विनम्र भएर प्रश्न गर्ने बेला चाहिँ सुम्निका बनिका र सायौं हन्दा, सुम्निका बनिकालाई प्रयोग गरिन्छ भनेको भयो। प्रयोग यहाँ देखाएको छ। यो अघि पनि भने मैले, यो जुन लाइन दिएको छ यो लाइन भनेको, यो लाइन हुनु भनेको यो सम्बन्धित क्रियापद चाहिँ VST मा लाग्दैछ भन्ने संकेत हो। यो दुवैमा लागेको छ। बनिदा सुम्निदा प्रयोग गर्नको लागि पनि, बनिका सुम्निका प्रयोग गर्नको लागि पनि। यहाँनिर हेरौँ, मक्ता, मक्ता भनेको खानु, खानुको VST मक मात्रै हुन्छ। मकमा कन्सोनेन्ट इन्डिङ हामी देख्न सक्छौं। तसर्थ यस्तो अवस्थामा चाहिँ मक सुम्निदा खानु भन्ने क्रियालाई खान्छ, खान्छु, खान्छौं, खान्छिन् यसरी अनेक अर्थमा चाहिँ यसलाई बुझ्न सक्छौं हामी। त्यस्तै अर्को चाहिँ मक्सुम्निका सोध्नको लागि चाहिँ दाको सट्टामा का राखेर क्वेशन मार्क गर्दा हुने रहेछ। मक्सुम्निका खानुहुन्छ, यसरी चाहिँ हरेक स्तरको मान्छेलाई सोध्न सकिन्छ, साना ठुला सबैलाई। फाछिम नहुँदा, VST मा फाछिम नहुँदा वा फाछिम को रूपमा चाहिँ ल हुँदाखेरि, VST को अन्तिममा फाछिम नहुँदा वा फाछिमको रूपमा ल हुँदाखेरि चाहिँ बनिदा बनिका प्रयोग गर्नुस् भनेको छ। एक्चुअली ल हुँदाखेरि चाहिँ ल हटी जाने नियम हुन्छ। ल हटाएर VST मा अनि बल्ल बनिदा सुम्निका जोड्नु पर्ने हुन्छ। यहाँनिर हामी अहिले चाहिँ देख्न सक्दैनौँ। यो ल लागेर आएको उदाहरणलाई पछि पढ्ने बुझ्नेछौँ। त्यसको लागि फोदा हेर्नु, फोम्निदा फोम्निका गरिएको छ। फोदामा चाहिँ भावेल इन्डिङ भएकोले
बनिदा प्रयोग भएर फोम्निदा भएको छ भने यतापट्टि चाहिँ फोम्निका बनिरहेको छ। फोम्निका यो चाहिँ हेर्छ, हेर्छु, हेर्छौँ, हेर्छिन् भनेको भयो। यो चाहिँ हेर्नुहुन्छ भनेर सोधेको भयो। या हेर्छिन् हैन, अगाडिको व्यक्ति कस्तो छ त्यो हिसाबले अर्थ लाग्छ। फुक्खाम सिनुन, फुक्खामजी चाहिँ छिगुम खिसुक्सा इत्सुम्निदा, फुक्खामजी चाहिँ अहिले होस्टेलमा हुनुहुन्छ भनेको भयो। फुङ सिनुन म्यत्सिए छाम्निका, फुङजी चाहिँ कति बजे सुत्नुहुन्छ? आमिना सिनुन यल्तुसिए छम्सिमुल मगत्सुम्निदा, आमिनाजी चाहिँ 12 बजे दिउँसोको खाना खानुहुन्छ, 12 बजे लन्च गर्नुहुन्छ भनेको। सरी, गर्नुहुन्छ होइन, गर्नुभयो। आमिनाजीले चाहिँ 12 बजे दिउँसोको खानालाई खानुभयो। यहाँ पासमा गरेको रहेछ। ल अब अगाडि हेरौँ, अगाडि हेरौँ। अगाडि हेर्दै जाँदाखेरि हामीले फारम भेटायौँ। फारम भनेको उच्चारण। उच्चारणमा वा र व बारेमा दिएको रहेछ। वा र व, यहाँ वा भनिएको छ, यहाँ व भनिएको छ। हामीले बेसिक भवेल, आधारभूत बेसिक भवेल जम्मा 10 वटा हुन्छन्। ती 10 वटा भवेललाई चाहिँ आपसमा जोडेर बनाइएको दोहोरो स्वर हो यो। मिश्रित स्वर वर्ण पनि भनेर बुझ्न सकिन्छ। वा व नुन, वा व चाहिँ इजुङ मौ इमरो, दोहोरो स्वर है। यसलाई मिक्स्ड भावेल्स भनेर पढ्ने गरेका हुन्छौँ हामीले। यहाँनिर इजुङ डुवेल भन्न खोजेको दुईटा मध्येको एउटा स्वर, दुईटा जोडिएर बनेको एउटा स्वर, डुवेल स्वर, दोहोरो स्वर इमरो भएको कारणले उनुन, यो उ नभएर ओ हो। यो यहाँ मिस्टेक भएको छ, यसलाई मिस्टेक बुझ्नु होला। ओ चाहिँ आज चालके ज्यादै छोटो गरी, आनुन आ चाहिँ सोकुम खिल्के थोरै लामो हुने गरी फारुम हागो उच्चारण गरिएर उनुन, ऊ चाहिँ आज चालके ज्यादै छोटो हुने गरी, अनुन अ चाहिँ सोकुम खिल्के, अ चाहिँ थोरै लामो हुने गरी फारुम हान्दा उच्चारण गरिन्छ। ओ र आ मिक्स भएर बनेकोमा ओलाई चाहिँ निकै ज्यादै छोटो गरी उच्चारण गर्नुपर्छ भनेर आलाई चाहिँ छोकुम खिल्के थोरै लामो गरी उच्चारण गर्दाखेरि यसको उच्चारण सही आउँछ भन्न खोजेको। यो छोटो र यो लामो गरेर उच्चारण गर्यौँ भने हामीले यसको उच्चारण वा सुन्छौँ भन्न खोजिएको यति हो। त्यस्तै व पनि त्यही, उलाई छोटो गर्ने अलिक अनि अलाई अलिक लामो गरेर उच्चारण गरेर एकैपल्टमा उच्चारण गर्यौँ भने उलाई अलि छोटो अनि अलाई अलि लामो गरेर उच्चारण गर्यो भने यसको उच्चारण चाहिँ व हुन आउँछ। यते यो बेला थ्वे मौमान पछाडिको स्वर मात्रै फारुम हेसनन उच्चारण गरेर चाहिँ आन्दैन्दा हुँदैन भनेको भयो। उ र आमा आ मात्र उच्चारण गरेर हुँदैन, उ र अमा अ मात्र उच्चारण गरेर हुँदैन भन्न खोजेको भयो। ल यसमा हामी अरू पनि हेरौँ। यहाँनिर उच्चारणको उदाहरण, उच्चारण सही ढङ्गले गर्नको लागि दिएको उदाहरणहरू शब्दहरूमा वान्साङ भनेको छ। यसको अर्थ हामी पुरा भनेर बुझ्न सक्छौँ। अनि वाजाङ भनेको छ, वाजाङ यसलाई श्रृङ्गार भनेर बुझ्न सक्छौँ। अनि ख्वाहाकलाई विज्ञान भनेर बुझौँ, विज्ञान। छेयुक्वान भनेको छ, छेयुक्वान यहाँनिर छेयुक मात्र भनेको खेलकुद प्रतिस्पर्धा त्यसरी अर्थ लाग्छ भने ग्वान चाहिँ प्राय जस्तो संस्था विभाग त्यसरी अर्थ लागिरहेको हुन्छ। यो समग्रमा एकै ठाउँमा आएर यसले चाहिँ अर्थ
सामान्य हिसाबले बुझ्नको लागि जिम हल भन्ने अर्थ लाग्छ। वन इन भनेको छ, वन इन भनेको कारण हो। अर्को छङवन भनेको छ, छङवन भनेको बगैँचा है, जसलाई अंग्रेजीमा गार्डन पनि भन्छौँ हामी। खोन्थु भनेको छ, खोन्थु भनेको बक्सिङ हो है, बक्सिङ खेललाई चाहिँ खोन्थु भनिन्छ। ल यसमा पनि पक्कै बुझ्यौ होला, थोरै अगाडि बढौँ अझै। मुनबप नै आयो, मुनबप यी व्याकरण 2 मा एस बारेमा रहेछ। एसलाई व्याख्या गरिएको कुरा हामी राम्ररी पढेर बुझेरौँ। एस नुन, एस चाहिँ यसको अर्थ लाग्दाखेरि अवस्था अनुसार मा पनि अर्थ लाग्छ भने बाट देखि भन्ने पनि अर्थ लाग्छ, तर अवस्था अनुसार फरक फरक अवस्थामा। एस नुन, एस चाहिँ छाङसुरुल नाथानेनुन, ठाउँलाई जनाइरहने, ठाउँलाई दर्शाइरहने, म्यौसा वा ख्यरापाय नामसँग संज्ञासँग समायोजन गराई अथवा जोडी अतन इरी इरु अजिको कुनै काम समापन भइरहेको इन्दन हुइने छाङसो इमुल ठाउँ हुनुलाई नाथा नेन्दा जनाउँदछ, दर्शाउँदछ भनेको भयो। भनेको कुनै नामको पछाडि, कुनै ठाउँको नामको पछाडि लागेर अनि कुनै काम समापन भइरहेको अवस्था भयो भने, कुरा आयो भने चाहिँ मा अर्थको लागि एस प्रयोग गर्नुहोस् भन्न खोजेको छ यहाँनिर। यहाँ उदाहरणलाई हेरौँ। आजिजा सिनन, आजिजा जी चाहिँ खोवन एस, पार्कमा उन्नोमुल हेयो, व्यायाम गर्नुहुन्छ भनेको भयो। यहाँनिर कुनै काम समापन हुँदै गरेको भएर माको लागि एस प्रयोग भएको छ। अन्यथा ए भन्ने पनि मा अर्थको लागि अप्सन हुने गर्छ है। यहाँ चाहिँ थारा सिनुन, थारा जी चाहिँ हिउगे सिरेस आराम कक्षमा सिन्मुनुल इक्सुम्निदा पत्रिकालाई पढ्नुहुन्छ भनेको भयो। माधु सिनुन फ्यन्वी जमेस, माधुजी चाहिँ 24 घण्टा खुल्ने पसलमा छुसुरुल साम्निदा जुस किन्नुहुन्छ। यस्तो यस्तो ठाउँमा सुहाउँदो हामीलाई भाषा बोल्दाखेरि मिल्छ जस्तो लाग्यो भने बाटो पनि अर्थ लगाएर बुझ्न सक्छौँ। माधुजी चाहिँ 24 घण्टा खुल्ने पसलबाट जुसलाई किन्नुहुन्छ। ल अब यतापट्टिको टिपलाई पनि हेरौँ। टिपमा एस वा एनन अवस्था अनुसार दुवै मा अर्थ लाग्ने छोसा हुन् है, छोसा पार्टिकल। एस तथा एनन, ए चाहिँ मोदु छाङसुरुल नाथा नेनुन, दुवै हैन। मोदु भनेको छ, यसलाई हरेक भनेर भनौँ, या जम्मै भने पनि हुन्छ। छाङसुरुल ठाउँलाई, नाथा नेनुन जनाइरहने, दर्शाइरहने, म्यौसा ए फुच्छ नाममा लगाई, नाममा लगाई सायोङ हाजिमान प्रयोग गरिने भए तापनि एस नुन, एस चाहिँ हेङ्मिगा इरु अजिनुन क्रियाकलाप समापन भइरहने छाङसुरुल ठाउँलाई नाथानेको दर्शाएर जनाएर। एनुन, ए चाहिँ सारा मिना मुलगनी मानिस अथवा सामान, इन्नुन छाङसुरुल भइरहने ठाउँलाई नाथा नेन्दा दर्शाउँदछ, जनाउँदछ भनेको भयो। यसरी एस चाहिँ कुनै क्रियाकलाप हैन, इरु अजिनुन भनेको छ, कुनै क्रियाकलाप भइरहने ठाउँलाई दर्शाउँछ अरे के है। यहाँनिर एस भनेको छ। वाङमिन सिनुन, वाङमिन जी चाहिँ खिसुक्सा एस होस्टेलमा छौसो हेयो,
सरसफाई गर्नुहुन्छ भनेको छ सरसफाई गर्नु कुनै क्रियाकलाप गर्नुभयो कुनै क्रियाकलाप कुनै कार्य समापन भइरहेको हुनुभयो तसर्थ यहाँ चाहिँ माको लागि एस प्रयोग भएको छ ए बुझाउन खोजेको छ ए चाहिँ मानिस अथवा सामान भइरहने ठाउँलाई दर्शाउँछ भनेको कुनै क्रियाकलापको कुरो आएको हुँदैन युसुफ सिनन खोङमने इस्सयो युसुफजी चाहिँ पार्कमा हुनुहुन्छ जस्ट हुनुहुन्छ मात्र भनेको छ युसुफजीले पार्कमा बसेर केही गरिरहनु भएको छैन केही गरेको छैन यस्तो अवस्थामा चाहिँ एस प्रयोग नहुने रहेछ ए मात्रै लाग्दो रहेछ भनेर बुझ्नु पर्यो ल यसपछि को चाहिँ हामीले टिप अथवा व्याकरण फारम उच्चारणहरू के रहेनछ युयोङ अनफ्युयनलाई हेरिहालौँ युयोङ अनफ्युयन भनेको उपयोग हुने गरेका अभिव्यक्ति कोरियामा अभिवादनका रूपमा उपयोग हुने गरेका अभिव्यक्तिहरू छाल मक्केत सुन्निदा राम्ररी खानेछु भन्न खोजिएको छ यो अभिवादनको रूपमा ग्रिटिङ्सको रूपमा कसैले खाना दिन लाग्दाखेरि कसैले पाहुनाको रूपमा माया गरेर सत्कार गरेर खाना दिन लाग्दाखेरि चाहिँ खाना लिने मान्छेले खाना खान लाग्ने मान्छेले अभिवादनको रूपमा बोल्ने अभिव्यक्ति हो यो है मानिथुसेयो खाना दिने मान्छेले धेरै लिनुहोस् खाने पिउने अर्थमा धेरै लिनुहोस् भनिरहेको छ नाले जवाफमा ने छाल मक्केत सुन्निदा हस् हुन्छ राम्ररी खानेछु भनेर जवाब दिएको भयो ल यो भन्दा पछाडि चाहिँ हामी मुनबाबा छङ्बो संस्कार तथा जानकारी अर्को पाठमा अर्को भिडियोमा यो पाठलाई लिएर संस्कार तथा जानकारीलाई लिएर उपस्थित हुनेछु ल आजलाई चाहिँ यति नै हस् नमस्कार अन्यवासेयो